राख्नुको लागि प्रदेश सदस्य रमेश भट्टराईको माथि बोल्न चाहन्छु। सभापतिज्यू र यहाँ उपस्थित हुनुभएका सम्पूर्ण पार्टी नेतागणहरू, उपस्थित हुनुभएका प्रवासी सम्पूर्णमा हमेसा तपाईँको तर्फबाट घन्टीमय अभिवादन। आज हामी वडा अधिवेशनको सिलसिलामा यहाँ आएका छौँ। यो राष्ट्रिय स्वतन्त्र पार्टी छोटो समयमा देशमा उदयमान पार्टी हो। यो मेरा पूर्व साथीहरूले भन्नुभयो, भ्रष्टाचारका फाइलहरू टन्न छन् देशमा। देशलाई टोक्रो बनाएकाहरू व्यक्तिहरू अहिले राज्य सत्तामा बसिरहेका छन्। तर हामी राष्ट्रिय स्वतन्त्र पार्टी छोटो समयमा उठायौँ, केही आवाजहरू पनि उठायौँ, त्यो भ्रष्टाचार र व्यक्तिले हटाउनतर्फ लाग्यौँ। तर हाम्रो सङ्ख्या केन्द्रमा नपुगेको हुनाले हामी 84मा चाहिँ हामीले आफ्नो सङ्ख्या पुऱ्याएर यो लुकाएका फाइलहरू, बचाएका व्यक्तिहरूलाई खोज्न र पुग्नको लागि हामीहरू अगाडि बढिरहेका हौँ। हामीहरू सबैको उद्देश्य एउटै हो। अहिले हामी एउटै उद्देश्यको साथ हामी यहाँ उपस्थित भएका छौँ। यो उद्देश्यले देशलाई समुन्नततर्फ लैजाने, विधिको शासन स्थापना गर्ने र जो भ्रष्टाचारमा मुछेकाहरू बचेर अहिले लुकेर बसेका छन्, कोही खुलेआम हिँडेका छन्, त्यस्तालाई पक्रेर कानुन अनुसारको कारवाही गर्ने तर्फमा हामी अगाडि बढेका छौँ। यसको लागि भनेको हामीले 84 कुर्नै पर्ने भयो। हाम्रो लागि बहुमतको सरकार नभइकन हामीले यिनीहरूलाई अहिले भन्न सक्ने, समाउन सक्ने स्थिति भएन। हामीहरूले वडामा, पालिकामा आवाज त उठाइरहेका छौँ, तर त्यो आवाज हाम्रो कसैले सुनिदिएन। यसको मूल कारण भनेको हामीहरूसँग केन्द्रमा केन्द्रीय सरकार सत्ताको लागि हामीहरूसँग सङ्ख्या पुगेन। त्यसैले साथीहो, अहिले वडा कमिटी गठन हुँदैछ। यो राष्ट्रिय स्वतन्त्र पार्टी एउटा अभियानको रूपमा भ्रष्टाचार हटाउने, निर्मूल गर्ने, बेइज्जती हटाउने, देशमा शान्ति सुव्यवस्था ल्याउने अभियानको रूपमा अगाडि बढिरहेको पार्टी। त्यसैले अहिले वडा कमिटीमा जति पनि आउनुहुन्छ साथीहरूले सम्पूर्णले एउटा जिम्मेवारी बोध भएर कसैको भ्रममा नपरी, लोभमा नपरी, लालचमा नपरिकन अगाडि बढेर हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीलाई 84 को मिसनमा हामीले राष्ट्रिय सरकार, वडामा सरकार,